Alright, so this is what we ate at Burger Shack काठमाडौँ. यो चाहिँ जाउलाखेलमा छ. ओके, यसरी हामी एन्ट्री गर्छौँ. यो चाहिँ बर्गर स्याकको एम्बियन्स क्वाइट लेट्स से नर्मल, त्यस्तो धेरै राम्रो केही पनि छैन, तर स्टिल रेड कलरले गर्दा अलिकति मोडर्न लुक चाहिँ आउँछ. देन यहाँ छ फरारीको एउटा पोर्ट्रेट. एन्ड लेट्स लुक एट द मेन्यू, ड्रिङ्क्स मेन्यू. पज गरेर हेर्नु होला. अब यहाँ चाहिँ हाम्रो के भन्छ बर्गर्सको मेन्यू होइन, मेनली दे फोकस अन बर्गर्स. अलिअलि एक दुईवटा कुरा ऱ्याप जस्तो कुराहरू पनि छ. ओके, न अब टाइम ल्याप्सको कुराहरू भयो. यहाँ चाहिँ टाइम ल्याप्स छ है, त्यहाँको हामी बसेको सिटबाट. अब आउनुभयो हाम्रो के भन्छ सर्भर, उहाँले हाम्रो लागि लिएर आउनुभयो लेमनेड र पिच आइस टी. पिच आइस टी ठिकै थियो है, लेमनेड चाहिँ मिठो थियो. अनि यो अनियन रिङ्स इज अ स्क्याम, यो नखानु होला कहिले पनि. अनियन केही पनि थिएन त्यसमा, आई थिङ्क आँटै बढी थियो. हेर्नु प्रेरणाले नि खासै मन पराउँदैन, उसको एक्सप्रेसनबाटै थाहा हुन्छ. ओके, नाउ इट्स टाइम फर आवर फर्स्ट बर्गर विच इज आई थिङ्क क्रिस्पी चिकन बर्गर. एक्ज्याक्ट नेम चाहिँ मेन्यूमा होला, हेर्नु होला है. ओके, प्रेरणाको स्लो एएसएमआर अनऱ्यापिङ, अनबक्सिङ अफ द बर्गर. यहाँ हेर्नुहोस्, उसले भित्र इन्टिरियर पनि देखाउन ट्राई गरिरहेछ. यस, त्यस्तो देखिरहेको थियो. इट वाज टेस्टी है. ओके, टेस्ट. यहाँ हेर्नु प्रेरणाले बाइट लिँदै, उसको एक्सप्रेसनबाट थाहा हुन्छ बर्गर कस्तो छ. बर्गर ठिकै छ. यस, त्यसको त थम्सअप पनि फुल थम्सअप थिएन, हाफ थम्सअप थियो. हेर्नुहोस् माथिबाट बाइट गरिसकेपछि कस्तो देखिन्छ. ओके, नेक्स्ट बर्गरको टाइम पनि भयो. यहाँ हाम्रो नेक्स्ट बर्गर आयो विच इज आई थिङ्क त्यहाँको स्पेसलिटी बेकनाइजर, सो कल्ड बेकनाइजर, विच वाज लुकिङ गुड है. डबल प्याटी अनि ह्यालोपिनियोज अनि प्याज टमाटर छ कि छैन. माथि हेर्नु बेकन पनि छ है. यस, ऊ त्यो हरियो ह्यालोपिनियोज अनि त्यो पिकल्स पनि रहेछ है. ल. ओके, प्रेरणास टेस्ट. ओके, एनालाइजिङ. नो एक्सप्रेसन. मिठो लाग्यो, मिठो छ बर्गर, एकदम राम्रो लाग्यो. आई थिङ्क त्यो ससेजी टाइपको स्मेल अथवा टेस्ट आइरहेको थियो त्यसमा होइन. र माथिको भ्यू. विथ दिस आई थिङ्क आजको रिभ्यू सकियो. यो बर्गर स्याक काठमाडौँ जाउलाखेल.